हेलो गुड मर्निङ एभ्रिवान। सिन्दुर पोतेको लागि चाहिँ म चाहिँ रेडी भइसकेँ। यस्तो छ, देखाउँछु ल म तपाईहरुलाई। मेरो यो साडी हो। गुड मर्निङ गाइज। र आज चाहिँ हाम्रो छेकी दिदीको सानो फङ्सन छ सिन्दुर पोतेको। सो उसैको लागि उसले चाहिँ सेल्फ आफै रेडी हुनुभएको। उसले कोही मेकअप आर्टिस्टहरू पनि हायर गरेको छैन, आफूले नै मेहनत गरेर नै यस्तो राम्रो हुनुभएको छ। अनि अहिले चाहिँ उहाँको है विचार अहिले चाहिँ अर्नामेन्ट्सहरू लाउनु हुँदैछ। उसले चाहिँ कपाल स्प्रेड गर्दैछ हो। यहाँनिर चाहिँ बेहुला छ। बेहुला चाहिँ नपटौ, राम्रो देखेन। यहाँ चाहिँ रेडी भएर बसिरहेको छ। हाम्रो गाडी आउँदैछ। अब गाडी बेहुला त खै रेडी भइसके। एकदम एक्साइटेड भएर बसिरहेको छु सिन्दुर पोतेको लागि। गाडी लिएर दादा आउँदैछ, आउनु भएको छैन। होइन रहेछ, सबै कुरा रेडी भइसक्यो। यहाँनिर चाहिँ हामीले मन्दिर लाने प्रसादहरू सबै प्याक गरिसकेको छ। यो चाहिँ बेहुला छ। यता हेर त बेहुला। ए मङ्गलसूत्रहरू लाउनु हुँदैन? मैले लगाइनँ। यो चाहिँ लाउनुहुन्छ? मान्छे फोटोसुट हुँदैछ बेहुलाको हो। बेहुली चाहिँ 5 मिनटमै तयारी भएर निस्किसक्यो। तर लोकन्दीले चाहिँ नि 1.5 घन्टा लगाइसक्यो। यहाँनिर चाहिँ हो लोकन्दीले चाहिँ हो। लोकन्दी हाम्रो गाडी चाहिँ आइसकेको छ। यसमा चाहिँ बेहुला छ। यहाँनिर चाहिँ हामी बिहाको लागि जाँदैछु। म चाहिँ यहाँ बसिरहेको छु। सन्देश भाइ पनि छ। बेहुली चाहिँ म, बेहुला चाहिँ यहाँ छ। हामी चाहिँ रोहिनीदेखि उकालो चढिसक्यौँ। अब यहाँ चाहिँ जाँदैछु। हाम्रो दिदी अनि दादा देख्न सक्नुहुन्छ। हेलो। अनि दिदी चाहिँ एकदमै राम्रै, दादा पनि एकदम ह्यान्डसम। यता हाम्रो दादा ड्राइभमा दिदी हुनुहुन्छ र साथैमा रोहिणीको बाटोतिर लागिरहेका छौँ। दिदीको बिहामा एकदमै आज दादा त एक्साइटेड, राति दिन सुत्दै भएको छैन। दादाले खुसीमा एक दाना पानी पनि हाल्नु भएको छैन। अनाजको त उयो नै छैन है। खाना लिनुभएको छैन। एकदम एक्साइटेड र यो चाहिँ एकदम। र दादाले यहाँबाट अलिकति के एक दुई शब्द है दिदीलाई अलिकति सुन कम्ती भएको जस्तो। दिदीलाई औँठी डिमान्ड के छ दिदी अहिले भनिराख्नुहोस् यो ब्लगमा। र यो फोन माथि बडाहरू आउँदैछ कि उनीहरूलाई भन्नुपर्छ। र यहाँ दिदीको फोनले पनि 16 प्रो भनेको जस्तो बुझिँदैछ। के छ दादा विचार? 16 प्रो नै हो नि। एकदम यहाँ देख्नु सक्छ मसल दादाको। एकदम ड्राइभ दामी भइरहेछ। दादा एकदम खुसी, एक्साइटेड, अति खुसी। तर गाना चाहिँ अब डिजेवाले बाबु खालको बजाउनु पर्ला जस्तो बिहामा। यहाँनिर हाम्रो दादा एकदमै आज अब ढाका टोपी लगाएर निक्लिँदा त दादा त अब के भन्नु, छुट्टै लुक्स हुन्छ दादाको। दादा माथिको मतलब सालीहरू कतिको तपाईँको त के पऱ्यो? गाउँ है होइन?
माथि त अनि आफ्नो मान्छे भने पछाडि मैले मात्र अलिअलि हेर्नु यताउता नजरिया हेर्नु मैले मात्रै पाउने रहेछु र दिदीको गाउँ जाँदा दादाले हेर्नु पाउँछ। हजुर एकदमै हाम्रो दादा ओर्लिसक्नु भएको छ ढाका टोपी लगाएर र हाम्रो यहाँ दिदी पनि दिदी एक लुक्स यता हेरिदिनु पऱ्यो तपाईँले र यहाँनिर देख्न सक्नुहुन्छ अमर दादाको लुक्स र हाम्रो यता दिदी हाम्रै गाउँले हुनुहुँदो रहेछ। होस् होस् यो गाडीमा होस् न सब होस् टारारारा भन्ने खालको दिदी लु मिठाईहरू बोक यहाँनिर दिदीले गुनासो गरिराख्नु भएको छ बिहाको दिन उहाँलाई केही नबोक्नु नलाउनु होला पछि तपाईँको बिहाको दिन पनि मलाई यस्तो चिल्लाउनु लाउँदैछ है पछि त्यो तपाईँले नै हो भाँडासाँडा मोल्नुपर्ने घर सफा कमाइ धमाइ दादाकै हो सपिङ एकदम यहाँ देख्न सक्नुहुन्छ खै यो चाहिँ मलाई दिनुहोस् न अपमान हुन्छ होला कि बेहुलीलाई पनि बोकाउँदैछ गाइस उनीहरू चाहिँ हल्का हल्का हिँड्नु अरे हो बेहुली र बेहुलालाई पनि झोला बोकाउँदैछ मलाई कस्तो देखिरहेको छ दिदीहरू हुनुहुन्छ यहाँनिर अमर दादाले पुरा पैसाको बिटा निकाल्नु हुँदैछ एकदम यहाँनिर हिँडेको अनुसार चाहिँ दिदी एक्साइटेड देखिराख्नु भएको छ र दादाले कोट पक्रिन्छ त्यो त कति हुनुपर्ने नि त है एकचोटि यता लु गर्नु जाऊ जाऊ गरौँ भयो ब्राह्मण सम्पत्तिको चरन्ति कर्मणि मन्दस्ता सुबला सन्तु गुण सन्तु मनोरथम शत्रुना बुद्धिना सम्दवाय महेश्वराय नमः शिवाय नमः शिवाय नमः भगवान् नमः देव्यै नमः ओम भगवती देव्यै नमः यो देवला यो 2 टाइम भयो तो 4 गुना बेसी रिस उठ्छ है केटी ल्याउनु मात्रै सजिलो छ अघिसम्म त ल्याउनु साह्रो थियो
म ल्याइदिउँ हामी पहिला खानु हामी पढ्ने चाहिँ पहिला खाँदा पहिला त खाने बेहुला बेहुली नखाइकन त अरू त कुरै छैन खुवाइदिनु पर्यो एकअर्काले खुवाइदिनु पर्ने हो यस्तो त आगो पो हाल्दैछ दादालाई खुवाइदिएन त अन्त दादा कस्तो लागिरहेको छ हजुरलाई आजको एकदम खुसी लाग्यो आँचल थाप्नु ल बद्रियो बेसो थाप्नु यहाँनिर चाहिँ सिन्दुर पोतेको प्रोग्राम खत्तम भएर चाहिँ सकेर चाहिँ अब हामी जाँदैछु खाना खानुपर्छ होला यता कति मजाको बिहा भयो उताको लागि सुक सिलाउने बेला भयो त है लाभाको लागि चाहिँ सन्देश भएर म जुलुम गरिदिनु पर्छ होला लाभामा त काली बहिनी आउँछ ए ठिक छ त्यसो त हामी यहाँबाट सँगै जानुपर्छ तिनजना एक रुपैयाँ छ सोग्राम छ अब चाहिँ हामी यहाँनिर आएर तलनिर आएर चाहिँ झिलमा आएर फोटोहरू खिच्दैछौँ सबैजना एकछिन हामी मात्रै छौँ 5 जना किनभने बडाहरूलाई चाहिँ हतार थियो उनीहरू चाहिँ गइसक्यो उनीहरू चाहिँ अर्को गाडीमा थियो हाम्रो गाडीमा 5 जना मात्रै आँट्थ्यो उनीहरू चाहिँ गइसक्यो अब हामी पनि खानाहरू खानुपर्छ अनि मात्रै जानुपर्छ हामी चाहिँ यहाँ आइसकेको छु टिम्बुरमा खाना खानुको लागि सबैजना हामी खाना वेट गरिरहेछौँ सबैजना हामीलाई चाहिँ केही पुग्दैन होला जस्तो लाग्छ चिकन ओके छ सब भइरहेको छ म चाहिँ काँटा लगाउँदैछु अलिक गाना साना हाल्नुपर्छ नि छेकी बिहा फाइनली कम्प्लिट भयो हो र म चाहिँ छेकी दिदीलाई मात्रै भेट्न आएको लोकन्दी आएको अरे तर मन्दिरमै नबस्ने भनेपछि कस्तो लोकन्दी होला अब त्यो थ्याङ्क यू छेकी दिदी हामीलाई टिम्बुरमा लन्च डेट गराउनु भयो सो अब खुसी लाग्यो बिहाको लागि बिहाको लागि मिठो भयो खानाहरू पनि जस्तै भयो अब फाइनल चाहिँ अब पछि लाभामा चाहिँ हुन्छ हो यो चाहिँ सानो अब चाहिँ हामी सबैजना खानाहरू खाइसकेर सब काम सकेर चाहिँ आजको दिन चाहिँ खत्तम भयो अब चाहिँ हामी घर फर्किँदैछौँ घरमा गएर थाके पनि रेस्ट गर्नुपर्छ